बगरमा परिणत भयो। यहाँ पहिला बस्ती थियो आदरणीय दर्शक, घरहरू थियो, अधिकांश घरहरू विच्छेद भयो। कतिवटा घर बगायो, के भयो यहाँको अवस्था मलाई बताउनु। 5 घर बगायो। अनि कति जना जनताहरू विस्थापित भयो? जनताहरू भनेको यो घरमा भए जति सबै नै त्यो दिन विस्थापित भयो। सबै विस्थापित भयो। अहिले कहाँ बस्छन्? अहिले यो टोइलेट चाहिँ यो कपडा सुकाएको हो, त्यो कपडा सुकाएको घरमा बसोबास। कति घर परिवार बस्नुहुन्छ त्यहाँ? 26 घर। 26 घर परिवार बस्नुहुन्छ त्यहाँ? यहाँ होइन, त्यहाँ त म मात्रै बस्थेँ, यो लाइन नै 26 घर। अहिले चाहिँ तपाईँहरू उता बस्नुहुन्छ, कहाँ बस्नुहुन्छ? अहिले मास्तिर सकेको छु। समस्या के छ? समस्या त अब जति छ के गर्नु र, अब बस्नको टुङ्गा छैन, हिँड्नु पर्ने हो कि के हो कि होइन। अब केही व्यवस्था मिल्छ कि भन्न चाहिँ हाम्रो लाउने कपडाहरू छैन, लाउने कपडा पनि छैन। मिसिन बगायो, सिलाउने मिसिनहरू सबै के अरे बाख्रा कुखुरा सबै बगायो मेरो। सबै घर चाहिँ कहाँ? गाई बस्तु पनि बगायो? बगाएन, नभएको कुरा त गर्नु। तलतिरको बगेर छ अर्को घरको। यता चाहिँ बाख्रा बगायो, 12वटा खसीहरू। 12 खसीहरू बगायो। घरै बगायो। अहिले ठुलो पीडा छ, खाना पनि समस्या छ, लाउन पनि समस्या छ, बस्न पनि बस्न। अहिलेसम्म सरकारले केही सहयोग गरेको छैन? अलिअलि गर्दैछ सर। कुन चाहिँ सरकार? प्रदेश सङ्घ कि स्थानीय सरकार? स्थानीय सरकार। जनताहरूको पीडा गाली लाग्छ। अहिले तपाईँहरू भाडामा बस्नु? त्यसै छ सर, अब धेरै गाह्रो भएको छ अहिले। अब धेरै गाह्रो छ। हजुर, खाना पनि गाह्रो छ। खाने पकाउने, अब भाँडा कुडादेखि लिएर ओड्ने ओछ्याउने सबै शरीरमा लागेदेखि बाइक सबै लगिदियो। हजुर, केही पनि छैन। 1 बजी राति अरूले सबै कराएर चिच्याएर उठ्दाखेरि 1 बजीको रहेछ। अनि बाहिर निस्किँदा त कमर पानी आएको, ज्यान जोगाउने गाह्रो नि सर। नभएको भए सबै मान्छे नै लाने रहेछ। हजुर, अनि यो बाढी पहिरोपछि तपाईँलाई खाने त सामान्य जुट्यो भन्नुभयो, बसकोलाई बस्दै हुनुहुन्छ। यहाँ बस्दै गर्नुभएका तपाईँहरूको स्वास्थ्यको अवस्था चाहिँ के छ अहिले? अहिले ठिकै छ, एकदम त्यस्तो गाह्रो चाहिँ त्यस्तो बिमारीहरू हुनुहुन्न। र पनि अब पहिलेदेखि नै रोगी बिमारीहरू चाहिँ हुनुहुन्थ्यो, तर यो बाढीले गर्दा रोगी बिमारी हुनुभएको चाहिँ छैन अहिलेसम्म। घाइते हुनु भएन। पिउने पानी के छ यहाँ? खाने पानी कहाँबाट ल्याउनुहुन्छ? खाने पानी पनि गाह्रो छ सर, यहाँ माथिबाट ल्याउने गरेको थियो, पाइपहरू सबै लगिदियो। अनि गाह्रो छ सर, समस्या छ, बिजुली छैन, धेरै गाह्रो, धेरै समस्या छ। जनता ठुलो पीडामा छ। पोलहरू पनि सबै लगिदियो, अहिले अब केही छैन, बत्ती पनि छैन। जनता ठुलो पीडामा छन्। म सरकारलाई भन्न चाहन्छु, सङ्घीय सरकारलाई, प्रदेश सरकारलाई, यहाँ आउनुहोस्, हेर्नुहोस्, अनुगमन गर्दै मात्र भएन। जनताले खान पाएको छैन, लगाउन पाएको छैन, बस्न पाएको छैन। जेनजीको सरकार हो, अहिलेको प्रधानमन्त्रीले त जनताको चाहना अनुसार काम गर्नु पर्यो। र बल्ल बल्ल 1 जना मन्त्री आइपुग्नु कुलमान घिसिङ। 1 हप्तापछि। आदरणीय दर्शक, यहाँको अवस्था यस्तो छ। दलहरू कहाँ छन् थाहा छैन। दलहरू पनि कोही आएको छैन, दलका नेताहरू कोही आएको छैन, कुनै पनि पार्टीको यस्तो अवस्था छ। आदरणीय दर्शक, हाम्रा देशका दलका नेताहरू यहाँ आए हुन्छ नि, झगडा गर्न छोडेर, भाषण गर्न छोडेर जनताको बिचमा आएर 1-2 हप्ता बसेर जनताको समस्या समाधान गर्न लागि हुन्छ नि। नेताहरूको काम होइन। म भन्छु नेताहरूलाई, आउनुहोस् यहाँ, अब घर बनाइदिनुहोस्। अहिले सेनाले बनाइरहेछ, जनताको अस्थायी बसोबासको लागि व्यवस्था गरिदिनुहोस्। रात लिएर आउनुहोस्। कहाँ हुनुहुन्छ दलका कार्यकर्ता नेताहरू? आउनुहोस्, अब इलाममा आउनुहोस्, एकपटक सबैको घरमा पुग्नुहोस् र त्यो जनताको पीडामा मलमपट्टी लगाउने काम गर्नुहोस्। थ्याङ्क यू सो मच। सबैभन्दा धेरै क्षति भएको चाहिँ इलामलाई नै हो सर। इलाम नै हो यसपटक।